अहिले सत्तपाटको वाटर एटिएम अछि। यो पार्कलाई सफा पार्क पनि गरिएको छ। यो वाटर बिल्डिङ मेसिन काठमाडौँ महानगरपालिकाबाट सञ्चालित हो। हामी देख्न सक्छौँ यहाँ हामीले पानी राखेर पानी खान सक्छौँ। बाहिरको लेआउट हो, तपाईँले देख्न सक्नुहुन्छ। यो ठाउँमा जाने गाडीहरू लाग्छन्। यहाँ वाटर भेन्डिङ मेसिन चलाउने तरिका चाहिएको छ। 5 वा 10 किलोमिटरलाई कन्ट्रोल साथमा सेटिङबाट एक फुट चिसोमा साट्नु पर्ने छ। यो साटिसकेपछि यसको सिक्कालाई अनि यहाँ हालेपछि यो मेसिनमा हालेपछि कप आउँछ। यो कप आइसकेपछि यहाँ पैसा हालेपछि यहाँ जुन पानी आउँछ, जुन पानी आउनलाई 8 सेकेन्ड लाग्छ। र थप पानी खानु पऱ्यो फेरि कोइल राखेर त्यो पानी खान सक्छौँ। हामी देख्न सक्छौँ मोड 2 कोइल चेन्ज डिस्पेन्सर। यसले के गर्छ, त्यो पानी भएपछि मात्र सिधा राख्नलाई हामी देख्न सक्छौँ। कुन चाहिँ पानी दिन सकिन्छ। यहाँ आउने हजुरको चिसोले पानी खाने एकजना आउनु भएको छ। म अब तरिका पनि सिकाइदिन्छु र तपाईँले पैसा निकाल्नु त। यो मैले पनि जानेको थिएँ, मलाई पनि कसैले सिकाइदिनु भयो। हजुरले यसो गर्नुहोस्, 5 को नोट छ भने 5 को नोट राख्नुहोस्। सजिलो सबभन्दा छैन भने 10 वटा खानुहोस्। सिधा हाल्नुहोस्, सिधा हाल्नुहोस्, छोडिदिनुहोस्। त्यो तरिका यसो हेर्नुहोस्। अब यसपछि त्यहाँ कोइन आउँछ, 10 वटा कोइन आउँछ, त्यो कोइन लिनुहोस्। मैले तरिका उहाँलाई सिकाइदिन्छु। हेर्न सक्नुहुन्छ तपाईँले। भित्र हात राखेर हात गरेर निकाल्नु, बिस्तारै निकाल्नु न। हेर्न सक्नुहुन्छ कोइन निकाल्नु अलिक अप्ठ्यारो जस्तो स्थिति रहेछ। एक लिटर पानीको छ 5 रुपियाँ पर्दैन छ। अब देख्न सक्छौँ 200 ml को 1 रुपियाँ। अलिक पैसा निकाल्दै हुनुहुन्छ। अब हजुरले के गर्नु भन्दा यो यहाँ हाल्नुहोस्। अनि के खानु पानी खानु? अब यहाँ पहिला हाल्नुहोस्। 1 को कोइन हालेपछि यहाँ कप आउँछ। 1 रुपियाँ हाल्नुहोस्। अब यहाँ कप हजुरको झर्छ। अब यो झरिसकेपछि यो कपलाई अब हजुरले 200 ml को पानी सफा छ जुनमा हाले पनि हुन्छ। हजुरले यसमा होइन उसमा हाल्नुहोस्। यो यसमा राख्नुहोस् ठ्याक्क पाइपको सिधा। अनि यहाँनिर 1 रुपियाँ हाल्नुहोस्। 1 रुपियाँ हाल्नु खर्च हुन्छ। अब त्यो हालेपछि 8 सेकेन्डमा पानी आउँछ है। 8 सेकेन्डमा पानी आउँछ, त्यहाँ लेखेको छ होइन, आउँछ त्यो पानी। यसरी पानी खानुभएको थुप्रो मान्छेहरू आउनुभएको छ पानी खानुलाई। हामी देख्न सक्छौँ यो एउटा गजबको तरिका जुन काठमाडौँ महानगरपालिका गरेको छ। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। काठमाडौँ महानगरपालिका काठमाडौँ नगरपालिका बोर्डको सहकार्यमा सञ्चालित भएको यो उहाँलाई सबैलाई धन्यवाद। जस्तो व्यवस्था गरिदिनु भएको छ आम जनताको लागि एकदम राम्रो कुरो हो। पानी खाइसकेपछि कपको व्यवस्थाको लागि यहाँ डस्टबिन पनि छ, राख्न सक्छौँ। धन्यवाद।